के ब्लग स्टार्ट गर्नलाई राम्रो क्यामेरा क्वालिटी भएको आइफोन र माइक हुनै पर्छ। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। मलाई चाहिँ धेरै जनाहरूले पर्सनली भेटेपछि एउटै कुरा भन्नुहुन्छ के मलाई पनि हजुर जस्तै ब्लग बनाउन त मन लाग्छ, न त मसँग राम्रो क्यामेरा क्वालिटी भएको फोन छ, न त मेरो भोइस नै राम्रो आउँछ भनेर। तर म चाहिँ हजुरहरू सबैलाई भन्न चाहन्छु कि यो ब्लग बनाउनलाई महँगो खाले फोन नै चाहिन्छ भन्ने हुँदैन। हजुरहरूसँग एउटा सस्तो खाले एन्ड्रोइड फोन नै छ भने पनि हजुरहरूले त्यही एन्ड्रोइड मोबाइलबाट पनि धेरै राम्रो ब्लग बनाउन सक्नुहुन्छ। त्यही भएर जुन दिन मसँग आइफोन हुन्छ त्यही दिनदेखि मैले ब्लग स्टार्ट गर्छु भन्ने कुरा चाहिँ नसोच्नु होला। हाम्रो भ्युवरहरू हाम्रो क्यामेरा क्वालिटीले होइन हाम्रो बोलीले रोकिने गर्छन्। हजुरहरू क्यामेरा क्वालिटीमा ध्यान नदिएर के कस्तो बोल्नुपर्छ भन्ने कुरामा ध्यान दिनुस् अनि आजैदेखि राम्रो कन्टेन्ट चुज गरेर ब्लग बनाउन स्टार्ट गर्नुस्। अनि कतिको जनाहरूले लाज पनि मान्नुहुन्छ होला, यसले के भन्ला त्यसले के भन्ला भनेर। भन्ने मान्छे चाहिँ हामीहरूले के गरे पनि भन्ने हो, नगरे पनि भन्ने हो। त्यही भएर भन्नेको पछि चाहिँ नलाग्नुस्। अहिले मजाक उडाउने मान्छे भोलि हामी सफल भएपछि ताली बजाउने पनि त्यही हो। त्यही भएर दुनिया कुरा चाहिँ सुन्न छोडिदिनुस्। अरू के कुरा जान्नु छ भने बच्चा पार्ट 2 भनेर कमेन्ट गर्नु होला। ल त आजको लागि यति नै, भेटौँ नेक्स्ट ब्लगमा।